हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो मैले चाहिँ भिडियो नहालेको धेरै भएको थियो, त्यही भएर आज चाहिँ मैले आलु चिप्सको रेसिपी लिएर आएको छु। यो चाहिँ एकदम सजिलो तरिकाले बनाउन सक्छौँ हामीले घरमै। त्यसको लागि चाहिँ पहिला हामीले आफूलाई चाहिने क्वान्टिटी अनुसारको आलु लिनुपर्छ। अब चाहिँ हजुरहरूले त्यो आलुलाई मजाले 2-3 पटक मजाले पखाल्नु होला, धोएर माटोहरू जाने गरी। अब धोइसकेपछि चाहिँ आलुको बोक्राहरू टाँसिदिनु होला, अनि त्यसलाई मजाले सानो स्लाइसमा काट्नु होला। स्लाइसर छ भने त्यसले काट्दा झन् राम्रो हुन्छ। सकेसम्म मसिनो पिस पार्नु होला। अब यसलाई चाहिँ स्टार्च पखाल्ने गरी एकचोटि धुनु होला, अनि त्यसपछि मैले पानी र नुन हालेर 2-3 मिनट बोइल गरिदिएँ यसलाई। अनि त्यसपछि बन्द गरिदिएँ ग्यास, अनि यसलाई बिस्तारै पानी तर्काउँदै एउटा भाँडामा राख्नु होला। सबै निकालिसकेपछि चाहिँ हामीले यसलाई एकछिन सेलाउन दिनुपर्छ। अनि सेलाइसकेपछि चाहिँ हामीले एउटा नाङ्लो या फिर केही चिजमा फिटा गरेर यसरी राख्नुपर्छ। अनि दुई दिन जति मजाले घाममा, चर्को घाममा सुकाउनुपर्छ। अनि हाम्रो आलुमा भएको पानीहरू सबै सुकेर यस्तो हुन्छ। अब चाहिँ एउटा कराई बसाल्नु होला। कराईमा चाहिने जति तेल हाल्ने, अनि हाई फ्लेममा तेल पाकिसकेपछि यसरी आलुहरूलाई पुराउनु होला। अलिअलि गरेर देख्न सक्नुहुन्छ कस्तो मजाले फुलेको छ हाम्रो आलु। जति मसिनो स्लाइस भयो त्यति मजाले फुलिँदो रहेछ। अब चाहिँ सबैलाई यही प्रोसेसमा फ्राई गर्नु होला, अनि एउटा भाँडामा निकाल्नु होला। देख्न सक्नुहुन्छ हाम्रो पटेटो कस्तो राम्रो भएको छ, पटेटो चिप्स। यो यत्तिकै खाँदा पनि मिठो छ, केही नहाल्दा पनि, तर मसला हाल्यो भने अझ मिठो हुन्छ। त्यही भएर अब मसला रेडी पारौँ। त्यसको लागि चाहिँ मैले थोरै अजिनामोटो लिएँ, आधी चम्चा जति धुलो खुर्सानी, अनि त्यसपछि थोरै बिरे नुन, अलिकति नुन, किनकि हाम्रो नुन लागिसकेको छ आलुमै मजाले। अनियन पाउडर, त्यसपछि अलिकति गार्लिक पाउडर। अब यो सबैलाई मजाले मिक्स गरिदिनु होला। यदि हजुरहरूलाई पिरो मनपर्छ भने अझ धुलो खुर्सानी थप्न सक्नुहुन्छ। अब त्यो अहिलेको आलु चिप्समा हालिदिनु होला, अनि यसो मजाले चलाउनु होला। अब रेडी भएको छ हाम्रो आलु चिप्स। हजुरहरू पनि घरमा यसरी ट्राई गरेर खान सक्नुहुन्छ। एकदम मिठो भएको थियो। अनि यसलाई चाहिँ जिपर ब्याग या फिर डिब्बाहरूमा स्टोर गर्न सक्नुहुन्छ। अनि आफूलाई जति बेलासम्म खान मन लाग्छ त्यतिखेरसम्म खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।